बोल्दाखेरि एउटा मन्त्री जस्तो मान्छेले घरमा आएर एउटा पीडित मान्छेलाई चाहिँ कसरी आश्वासन दिने हो र कसरी मद्दत गर्ने भन्ने खाले कुरा नगरेर झन् उहाँलाई तपाईँको छोरीको सब कहिले उठाउनुहुन्छ, कहिले बुझ्नुहुन्छ, ल तपाईँले छिटो गर्नु पर्यो। अनि उहाँहरू तीनजना चाहिँ निर्दोषलाई चाहिँ सजाय दिनु भएन भन्ने खालका कुरा गरेको हुनाले कतै यतातिर राजनीति प्रतिशोध भएर हामीले न्याय पाउँदैनौँ कि भन्ने कुरा छ। हाम्रो भोजराज सर त्यति टाढाबाट आउनुभएको छ, एउटा मिडिया मार्फत एउटा सरकारलाई दबाब दिने र पहल गर्ने काम गरिदिनु भएको छ। त्यसको लागि हामी एकदमै सुर्खेतवासीबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ सर। अनि अब हामीहरूले चाहिँ पुलिस प्रशासनदेखि लिएर कहाँ के गर्नुपर्ने त्यो हामीहरूले पनि सपोर्ट र साथ दिइरहेका छौँ र गर्ने पनि छौँ। अब चाहिँ हाम्रो तपाईहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ होइन। जति पनि अभियन्ताहरूदेखि लिएर सङ्घ संस्थाबाट पनि यहाँ उपस्थित भइरहेको देखिरहेको छु होइन। दलित अधिकार कर्मीहरूदेखि लिएर मानव अधिकार कर्मीहरूदेखि लिएर सबैजनाले साथ सपोर्ट मैले देखिरहेको छु होइन। यो यतिको साथ सपोर्ट चाहिँ हुनुपर्छ। भोलि बिहान हाम्रै आफन्त परिवारमा पनि यस्ता किसिमको घटना घट्न सक्छन्। त्यो कारणले गर्दा यो बेला चुप लाएर बस्ने कुरा होइन। हामी न्यायका लागि चाहिँ लड्ने नै हो, लड्नु नै पर्छ, माग्नु नै पर्छ, खोसेर भए पनि न्याय चाहिँ माग्नै पर्छ। उहाँ पनि अब दलित अधिकार कर्मी हुनुहुन्छ होइन, उहाँ पनि आउनु भएको छ अहिले। अब धेरैजना व्यक्तिहरू यहाँ अब तपाईँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। पीडितको साथमा रहनु होला, सधैँभरि हुनु होला। तपाईँहरूको साथले गर्दा न्याय मिल्ने हो। एकजना व्यक्तिलाई त यहाँ त हेर्दैनन् कि, यहाँ त कुकुरको बच्चा मरेको जस्तो गरेर। यो चाहिँ घटना चाहिँ योजना बनाएको घटना हो। यो जुन जस्तो योजनाको साथमै गएको घटना हो। यो सुरुबाट स्टार्टिङमै एकजना जाने प्लानिङ बनाउने, तीनजनालाई पछि डाक्ने, त्यसरी चाहिँ मारेको घटना हो। एकजनालाई थुन्ने, तीनजनालाई चाहिँ छोड्ने जस्तो योजना बनिरहेको छ। हामीले बुझिरहेछौँ बाहिरबाट। तर त्यो नहोस्, समाधान चारैजनालाई गर्न। किन कानुनमा के छ भने मतियारलाई त चोरको साथी त चोर हो नि त, अनि मतियारलाई जेल हाल्ने नियम ऐन कानुन त छ नि त। अब त्यस भएको कारणले यहाँ के योजना हामी सबैबाट बुझिरहेछौँ। तर एकजनालाई जेल हाल्ने, तीनजनालाई उनीहरूले आफ्नो जे कर्म गरेका छन् नि, चारजनाको पनि त केही न केही त्यहाँ त भूमिका होला। के चाहिँ गरे त उनीहरूले, कुन चाहिँ पाप गरे त होइन। अब एकजना दुईजनाले बलात्कार गरे भने अरूले के सपोर्ट गरे होइन, मान्छे हेर्ने सपोर्ट गरे कि कोही मान्छे आउँछ कि भनेर कुर्ने हेरे के गरे त, त्यो कुरा त सत्य बाहिर आउनु पर्यो। त्यही अनुसारले हामीले त्यो निर्दोषलाई हामीले किन जेल हाल्न खोजेको छ र छैन नि, निर्दोषलाई त छैन नि। तर उनी दोषी छ भने त यो आजीवनले मात्र भएन कि फाँसीको सजाय हुनु पर्यो कि, तर्सिनु पर्यो कि मान्छेहरू, त्यसरी हुनु पर्यो भन्ने हामीले। अनि जस्तै हामी चाहिँ जस्तो यहाँ चाहिँ हामी यहाँ थिएनौँ, तर म छिमेकी हो यहाँ। अनि बिहान पख आएर यमलालजीलाई हामीले यो 1 नम्बरले मेयरदेखि मुख्यमन्त्री बनाउन यो वार्डको ठुलो भूमिका छ। मात्र के हो भने यो दलित बस्ती भएको ठाउँ हो। यहाँ तपाईँको 65% चाहिँ दलित भएको ठाउँ। यो समुदाय यो भएको ठाउँमा उहाँले आएर के भन्नुभयो भनेपछि यो चाहिँ उहाँले चाहिँ त्यो नबोल्ने शब्द हो। उहाँ त साझा हो नि त मुख्यमन्त्री भनेपछि त। साझा मुख्यमन्त्रीले उहाँले के भन्नुभयो, तिम्रो बुढा कहिले आउँछ होइन, तिम्रो चाहिँ लास कहिले उठाउनु बुझ्ने हो, त्यस्तो भाषा बोल्ने हो। त्यस्तो भाषा चाहिँ उहाँले बोल्नुभयो। त्यसलाई हाम्रो सम्पूर्ण दलित समुदायले यसको भर्सना गर्दछ र यसको चाहिँ हरेक न्यायपालिका कार्यपालिका व्यवस्थापिकामा यसको चाहिँ आवाज चाहिँ उठिरहेको छ, उठाइरहेको छौँ। अनि यसको चाहिँ घोर भर्सना गर्दछ। र म यो कर्णाली विश्वकर्मा समाजको चाहिँ केन्द्रीय सदस्य भएको कारणले पनि यसको भर्सना गर्दैछौँ। त्यो शब्दलाई उहाँले चाहिँ फिर्ता लिनुपर्छ भन्ने मैले हजुरलाई। हुन्छ, अहिले म पनि जान्छु है।